एन्ड्रोइड मोबाइलबाटै युट्युब च्यानलको लागि ब्यानर बनाउन सक्नुहुन्छ। त्यसको लागि पिक्सल ल्याब भन्ने एप्लिकेसनमा तपाईँले क्लिक गर्नुपर्ने हुन्छ। हामीले पिक्सल ल्याबसँग सम्बन्धित भिडियो पनि बनाएका छौँ, तपाईँले हाम्रो च्यानलमा गएर हेर्न सक्नुहुन्छ। त्यसको लागि तपाईँले गुगल क्रोममा गएर युट्युब च्यानल ब्यानर भनेर सर्च गर्नुहोस्। सर्च गरिसकेपछि एउटा ब्यानर तपाईँले भेट्नुहुन्छ। पिएनजी खालको ब्यानरलाई तपाईँले डाउनलोड गर्नुहोस्। मैले चाहिँ त्यो ब्यानरलाई डाउनलोड गरिराखेको छु। अब म यो न्यू टेक्स्ट भन्नेलाई म हटाइदिन्छु। तपाईँ यतापट्टि साइडमा जानुहोस्, यहाँ क्लिक गर्नुहोस्। यहाँ क्लिक गरिसके पछाडि फ्रम ग्यालरी भन्नेमा जानुहोस्। फ्रम ग्यालरीमा गइसके पछाडि तपाईँले डाउनलोड गर्नुभएको ब्यानरलाई क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि तपाईँले ओके गर्नुभयो भने यो साइजमा तपाईँको ब्यानर यसमा आउँछ। यसमा आइसकेपछि अब यसलाई तपाईँले आफ्नो तरिकाबाट यसलाई बनाउन सक्नुहुन्छ। यो ब्यानरलाई म चाहिँ एकदमै बेसिक तरिकाबाट तपाईँलाई सिकाउनका लागि मात्रै बनाउँदैछु। अब यसमा टेक्स्ट लिनुहोस्, टेक्स्ट लेखिदिनुहोस् यो ब्यानरको लागि। तपाईँले यसमा तपाईँको च्यानलसँग सम्बन्धित रहेको कुराहरू लेख्न सक्नुहुन्छ। मैले चाहिँ सामान्य तपाईँका लागि सिकाउनका लागि मात्रै बेसिक कुराहरू लेख्दैछु। मैले यसमा लेखेँ हाम्रो च्यानललाई SUBSCRIBE सब्सक्राइब गर्नुहोला। सब्सक्राइब गर्नुहोला भन्दा पनि सब्सक्राइब गर्न नभुल्नु होला भनेर मैले लेखेँ। यो तरिकाबाट मैले लेखेँ। अब यसको यो फन्टको साइज सानो बनाइदिनुहोस् तपाईँले। यो ब्याकग्राउन्ड व्हाइट भएको हुनाले हाम्रो फन्ट पनि व्हाइट नै छ, त्यही भएर फन्ट देखिएको छैन। म फन्टलाई ब्ल्याक गर्छु। यो तरिकाबाट गर्दैछु म। अब यसलाई अलिकति ठुलो बनाउँछु म यो फन्टलाई। अब त्यस पछाडि यो फन्टको लागि मैले यसमा ब्याकग्राउन्ड राख्न चाहन्छु। यो तरिकाबाट ब्याकग्राउन्ड राखेँ मैले। यो कलरको ब्याकग्राउन्ड राखेँ। यो ब्याकग्राउन्डलाई यतापट्टि साइड र यतापट्टि साइड पुरै जाने गरेर राखेँ। अब यसको तलमाथि यति मात्रै राखेँ मैले। यसको तल पनि यति मात्रै राखेँ। यति राखिसके पछाडि यो अब हाम्रो यो फन्टलाई म बोल्ड गर्छु, अलिकति थोरै बोल्ड गर्छु म। यो बोल्ड गरिसके पछाडि यसको साइजलाई म थोरै घटाउँछु। साइज लगभग यो हाम्रो ब्याकग्राउन्डमा तल तपाईँले देख्न सक्नुहुन्छ। यहाँ पनि अलिकति काटिएको छ, यो पनि काटिएको छ। यो काटिएको भागको बिचको भागमा अट्ने गरेर यो फन्टलाई राख्नुहोला। मैले यहाँ यसरी यो बिचको भागमा राख्ने गरेर राखेको छु। यो बिचको भागमा राखेको छु मैले। अब यसलाई क्लिक गर्नुहोस्, फेरि यसमै जानुहोस्। यसमै गइसके पछाडि तपाईँ यो ब्याकग्राउन्डलाई, फन्टको ब्याकग्राउन्डलाई माथिसम्म पुग्ने गरेर तपाईँले राखिदिनुहोस्। यसरी ठ्याक्कै माथिसम्म पुग्ने गरेर यो व्हाइट ब्याकग्राउन्डलाई ठ्याक्कै छोप्ने गरेर मात्रै राख्नुहोस् तपाईँले। ल यति भइसके पछाडि अब तपाईँले आफ्नो च्यानलको लोगो राख्न सक्नुहुन्छ। यसमा लोगो राख्नको लागि यसमा जानुहोस्। तपाईँले यो इम्पोर्टमा जानुभयो भने तपाईँले यो लोगो भेट्नुहुन्छ। मैले चाहिँ अलरेडी लोगो बनाइराखेकै छु, त्यही भएर मैले लोगो त्यहाँबाट लिएर आएँ। लोगो पनि तपाईँले पिक्सल ल्याबबाटै बनाउन सक्नुहुन्छ। मैले पनि यो पिक्सल ल्याबबाटै बनाएको हुँ। अब यो लोगोलाई सानो बनाउनुहोस्। लोगोलाई यहाँ राखिदिनुहोस्, यो बिचमा पर्ने गरेर। यति बनाएर राख्नुहोस्। अब यो सब्सक्राइबलाई तपाईँले कुनै फन्ट, कुनै कलर दिन चाहनुहुन्छ भने तपाईँको फन्टमा जानुहोस्, यहाँ कलरमा जानुहोस्। यो तल यो सब्सक्राइब मात्रै लेखिएको छ। यसलाई सेलेक्ट गरेर तपाईँले यसलाई रेड कलर दिन सक्नुहुन्छ। यो तरिकाबाट च्यानल ब्यानर बनेको छ। हामीले यसलाई
मैले चाहिँ यति मात्रै गरेँ, तपाईँले योभन्दा अरू पनि गर्न सक्नुहुन्छ। जस्तो अरू थप्नको लागि तपाईँले यसमा युट्युबको लोगो पनि राखिदिन सक्नुहुन्छ च्यानलमा साइडमा। जस्तो मैले युट्युबको लोगो मसँग अलरेडी यो डाउनलोड भएको हुनाले यसलाई यसरी क्रप गरिदिनु होला, ठिक्क मिल्ने तरिकाबाट। यसरी क्रप गरेर तपाईँको यो सानो साइजमा यसरी तपाईँले लोगोलाई राख्न सक्नुहुन्छ। म अलिकति यतापट्टि राख्छु यो लोगोलाई, तपाईँले तल माथि पनि बनाउन सक्नुहुन्छ। यतापट्टि साइडमा पनि त्यही लोगो राख्नु पर्यो भने तपाईँले त्यही लोगोलाई कपी गर्न सक्नुहुन्छ। कपी गरेर यसरी राख्न सक्नुहुन्छ। तपाईँले आफ्नो युट्युबको च्यानलको लागि ब्यानर यसरी बनाउन सक्नुहुन्छ। अब यसलाई तपाईँले सेभ गर्नुपर्छ। सेभ गर्नलाई माथि जानु होला, मेमोरी कार्डको आइकन तपाईँले देख्नुहुन्छ, सेभ इमेज भन्ने ठाउँमा जानुस्। सेभ इमेजमा गइसके पछाडि यो पिएनजी फर्मेटमा तपाईँले सेभ गर्न सक्नुहुन्छ। तपाईँको यो रेजुलेसन तपाईँले कुन रेजुलेसनमा सेलेक्ट गर्न सक्नुहुन्छ, त्यसमा सेलेक्ट गरेर तपाईँले सेभ गर्न सक्नुहुन्छ। म चाहिँ अल्ट्रामा क्लिक गर्छु, अल्ट्रामा सेभ गर्न चाहन्छु। अब यो मेरो ग्यालरीमा सेभ हुन्छ। यति गरिसके पछाडि तपाईँले आफ्नो युट्युब च्यानलको लागि ब्यानर बनाउन सक्नुहुन्छ।